राम्ररी भन्नु ए ल है केटाकेटी हो हामी चल्दिन लगाएको है गुरुङ गाउँ होइन सुकुटी खानुलाई सुडी खान जानुपर्छ। अगाडिको काटेर हाल न। हेलो नमस्ते एभ्रिवान। अब चाहिँ हाम्रो आज अनएक्सपेक्टेड राइड टु गुरुङ गाउँ हिजोदेखिको प्लान हो किन हो र गफ दिने भनेको है। अब मेरो बन्यो नि त यहाँ चलपल, यहाँ मेरो चलपल बनिसक्यो नि त गाइज होइन। अब चलपलको फेरि यहाँ यस्तो छ नि के ए नदेखा न ब्याक टु नेपाल पुलिस है गाइज म त पेट्रोल हाल्न जानु लाग्यो। होइन टक्क पेट्रोल हालेर अनि हामी गुरुङ गाउँ जानु लाग्यो। आज अलमोस्ट 6 बज्यो, 7 बजी पुग्छ होला, 8-9 नै बज्छ यार आज पनि। सेट हुन्छ यार। गाइज आज चाहिँ म बिस्तारै चलाउँछु है, कति पछि बाइक बनिरहेछ, खुसी लागिरहेछ मलाई। अनि त्यही हो गाइज हाम्रो चाहिँ आजको सिप्पी टु गुरुङ गाउँ। आज अलिकति मेरो इलिगल भइरहेछ भाइ। तर के छ र जिन्दगीमा होइन, आफ्नै बाइक हो मा कहिले काहीँको सिपी त हो नि। टक्क लगाएर जम अब। ओ माई गॉड कत्रो लाइन हौ। ओइ केमा अरू थ्याङ्क यू। हेलो हजुर दोस्त सिबिआर त नयाँ यार, सिबिआरको डेन्जर 4 किलोमिटर भइसक्यो सर्भिसिङ नगरिकन चलाएको यार कसम। होइन दोस्त मेरो पनि म पनि बिस्तारी नै जाने, ढुक्क बस न। ल हेर दोस्त, ल हेरौँ दोस्त। 500 दाइ 500ले पुग्नु पर्ने हो। मेरोमा अघि नै पेट्रोल त थियो अलिकति। गुरुङ गाउँ धेरै छैन 500। कल आयो भुवनको कल आयो जस्तो लाग्यो, तर अब के भन्नु। के मेरो बाइक कस्तो मिठो स्मुथ भएको छ यार अहिले त। केटाहरू कुदिरहेछ आज। खै के भयो यार, फर्स्ट इन्ट्रो भ्लगमै पलाइ भयो। गाइस अब हामी टक्क लाएर जाँदैछौँ। आज आयो हो पानी नपरोस् है, पानी चाहिँ जुन चाहिँ पर्छ जस्तो लागेको छ मलाई। आज दिनभरि कत्रो घाम लाग्यो है, तर के भन्छ यो अचानक पानी भर्रै पर्थ्यो क्या आधी घन्टाको लागि। रोकिनु त रोकियो तर पनि
सक्कला जानुपर्ने हुन्छ उहिले हाल्नुहुन्थ्यो तर के गर्नु अहिले मिल्दैन क्र्याङ्क चेन्ज गरेको अनि अहिले मिल्दैन क्या ओए तेरो ब्याग राखेर आएछ नि मेरो ब्याग बोक्न त्यहाँ राख्न केही हुँदैन के छ गाइस यहाँबाट ल्याउनु पर्यो यसो राख्नु पर्यो यसो राख्नु पर्यो हल्का केटाहरू सबजना एउटा एडभेन्चर एउटा एसी घलेको एसी लग्छ कि नै थाहा छैन घलेले लग्दैन यता हेर न यता हेर ओए ए हाम्रो आज नयाँ नयाँ राइडरहरू छ नयाँ नयाँ राइडरलाई इन्ट्रोड्युस गरौँ न खै सुफल जस्ती हेलो हेलो ओए पिलियन यता हेर न जहिले मलाई काम गराउँछस् है ल त्यहाँ ऊ छ है क्याब छ है अर्को राइडर ए मुखै छोपेर बसिसकेको छ यार दिएर अनि अर्को नयाँ राइडर यहाँ छ सर द गोट नयाँ नयाँ राइडर हाम्रो यहाँ त पुरानै राइडर हो कि तर आज पिलियन बसिरहेछ कि चलपले पुरानो राइडर आज एकदम कठिन अवस्था यहाँ छ पुरानो राइडरको बाइक आज केटा सबले बाइकै निकालेन यार एउटा एउटा यस्तो स्टोरीको लागि चाहिँ यस्तो खिचिदिउँ न स्टोरी हान्दा हुन्छ होइन दोस्त यहाँ ऊ अर्को छ फेरि चलपल ए दे अब चस्मा चाहिँ लियो हाम्रो मेन चलपले त यहाँ पो छ त चलपले दोस्त ए डबल के अरे दोस्त सिपी बोय त पेट्रोल हान्नु गएको क्या ए हो र त्यहाँ छ नि हिरो त ऊ ओए के हो दोस्त तिमी त बडीगार्ड जस्तो देखाएको छ त्यो बडीगार्डको सलमान खान बडीगार्ड हो त बडीगार्डको सलमान खान ए सलमान भन सामा खुसीको गर्ल्सहरू बिसेफ है के अरे हाम्रो सुफल दोष आइसक्यो है सिनमा सामा खुसीको केटीहरू बिसेफ हजुर बिसेफ गर्ल्स बिसेफ मिटिङ गर्ल्स बिसेफ गर्ल्स मैले चाहिँ बाइक अनै छोडेको छु कि म पागल हो क्या त्यही हो गाइज अब चस्मा चस्मा लगाएर टक्क लगाएर गइन्छ अब राइड सुरु भएपछि खिच्छु ल केटा राइड मजा त पट्टुमै चलपल दिएछु क्या गाई केटा साझा निस्किसक्यो अनि त्यस्तै हो अब सिपी चाहिँ सिपी सुरु भइसक्यो केटाहरू कति बजी डर तल यस्तो मजा आइरहेको छ यारमा बिस्तारी तल रन ढुक्क भइरहेछ क्या मेरो पुरानो डटको याद आउने गरी भइरहेछ क्या कति रमाइलो
भए म हान्दिनँ मलाई फोन नम्बर फोन सोन उठ्दैन वरिपरि गाउँभरि हल्ला छ दादा चिलमा छ मलाई कस्तो हान्न मन लागिरहेछ है छैन हरायो भने म त बिस्तारै हिँड्छुमा धेरै छिटो हिँड्नु भयो अलिक छिटो हिँडिरहेको छु यार म हामी आज चिलमा भ्लग हाल्दै जानु पर्ला है गाइस आज तपाईँहरूलाई के भन्छ त्यो मेरो पानी परेको दिन चाहिँ राम्रो आउँदैन क्या क्वालिटी त्यो वाइट स्क्रिनहरू आएर सधैँ चिलमै हो क्या आज जाँदा अहिले चिलमा छ त्यसरी तर यो 80 त मैले के भन्छ माइकले राम्ररी कामै गरेन छ क्या अहिले टाढा हुने बेला चाहिँ किनभने यसको पनि साउन्ड आउँछ नि त यता ओह्रालो हो बिस्तारै चल्दैछ बरु यसो लास्टमा हेर्छु म केटाहरूको चिल्दै चिलमा तर गाइस होइन के भन्छ भ्लगरहरू सबजना पछाडि बसेर खिच्छ नि तिनीहरूलाई खै के रमाइलो लाग्छ र भने पछाडिबाट बसेर हिँड्दा यारमा त लास्टै औडा लाग्छ मलाई त रमाइलो लाग्दैन भने मलाई त केटाहरूसँग मस्त डेन्जर हालेर गर्ने रमाइलो लाग्छ यार त्यस्तै लाग्छ मलाई त खै आई डोन्ट नो म्यान अब आज फ्राइडे होइन क्या ए आज थर्सडे यार उडा उडा उडा
ओए ओए बुझे बुझे दोस्त ओए केडा हो ओए त्यो अगाडिको सिधा बाटोमा लाइनै हिँड रे है खिच केटाहरूको अब यस्तै हो आज थोरै भिडियो सेसन अलिक धेरै हुन्छ होला धेरै लङ राइड होइन नि त अब त्यही फुड खानु जान्ला हो सुकुटी भात सुकुटी भन्छ के भन्छ यार वरिपरि गाउँभरि हल्ला छ दादा चिलमा छ चर्मलेहरू म त बिस्तारै हिँड्छु केटा केटा म नि एउटा भिडियो खिच्दै मिल्छु गाइस अब चाहिँ खै कहाँ अपिल हान्ने भन्दैछ कि तर मेरो मिल्दैन खै कुन अपिल भने के उयो भने हाल उयो सोचिरहेको थियो त्यो पो रहेछ कस्तो मिठो भ्यू दिइरहेको छ यार गाई त आज अलिकति पानी परेको थियो घाम लागेर चाहिँ दिनभरि गाइस एउटा चेक पोइन्ट थियो त्यताको पनि ओए मेरो हात त कस्तो छिरिएर ओए होइन होला है चेक पोइन्ट थियो त्यता भिडियो नखिच अरे अनि त्यही भएर यसो अब यता राइट साइड
ओए चल पलेहरू के भन्छस् ल केटाहरू जति चल बल्छ भने हेर्छ पोइन्ट केटाहरू आज साइकै मात्रै हुन बाँकी रहेछ हजुर लाइट ओए होइन होला ओए 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 के यस्तो ल भात चाहिँ छ हौ यता ट्राफिक हुन्छ गाइस म पुस्छु तिमीहरूको आँखा अलिकति तेजिलो बनाइदिन्छु ल लाइट पनि बालिदिन्छु कि तर पानी पर्न रोके त हो रोकिन्न गुरुङगाउँ we are here guys गुरुङगाउँ आजको डेस्टिनेसन गुरुङगाउँ बाइक भनिदिन साथ गुरुङगाउँ ल गाइस सुपर नाइटको चलपल हाम्रो खाने डेस्टिनेसन चाहिँ यहाँ सुपर नाइट ओए सुपर नाइटमा त सन्जय नि कस्तो गोरे देखेको हौ ला सन्जय ओए आयो आयो सन्जय ओए आयो 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 सन्देशलाई खिच त कतिको देख्दो रहेछ एकछिन ओए सन्जय कहाँ आयो सन्जय पोरो छैन ला कहाँ छ कालो प्रुफ गर्नु पर्यो नि सबले खाने क्या खाना हामी चाहिँ अब खाना खानु चल्दिस् खाइदिस् नौ प्लेट सुकुटी अनि भात भेज बेबी बस न बस्नु पखान एकछिन बेबीले हेर्दै हेरेन क्या अनि एउटामा चाहिँ त्यो मिलाएर गर्दैन त्यो हाम्रो डेस्टिनेसन चाहिँ यति नै हो है दोस्त हो कि भन न हो यार यता आउ न तिमी देखेनौ क्या यता यता आउ न तिमी हो सिपी बोय तिम्रो कपाल हेर न मुला अनि यहाँ घलेलाई देखाउनु घले यहाँ छ अर्को सिपे नगर्न जस भनेको छ यो चाहिँ यस्तै हो गाइज के भएको यहाँ छ होइन होला है अराको आउँछ होइन होला ल म यसमा केजिएफको ऊ हालिदिन्छु क्या दोस्त गीत ब्याकग्राउन्डमा एउटा कोक मगाउँदा 10 जम्बोमा है हाम्रो किबामै हो क्या नयाँ चाहिँ त्यही भने यहाँ पनि नयाँ हो क्या हाम्रो राइडर बास ल है एकजना यस्तो गर न बासवाला यस्तो गर न मुला बा त्यस्तो हाने यस्तो क्या कोक होइन स्प्राइट मगाउने कस्तो रातो रातो भएको यार बाहिर हाम्रो बाइकहरू यस्तो देखिरहेको छ गाइज अहिले आज वाइ सो रेड एभ्रिथिङ इज रेड guys we are at Gurungao so guys हाम्रो खाना आयो सिगुडीसँग मिठो रहेछ यसलाई हटाइदिउँ है मिठो मिठो सुकुटी यो सुकुटी
स्वाद आउँदैछ स्वाद आउँछ गाइस खाना खाएर सबैजना अब ढुस भएर बसिरहेको छ मानसिक शिक्षा जन्मा हेर्ने हो यो 16-17 वर्ष तिमी कहिले जन्मे बड्डा बड्डा तिमी त्यस्तो जे पाइले नबोल न बड्डा 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 के बोल्छ बड्डा के बोल्नु मिठो बवाल थियो यार मिठो भयो म अलि अर्कै देखेँ बड्डा बोल न यार बड्डा अब त बड्डा यार क्या बात गर्छ जुम हुन्न अलि अगाडि ल्याउ न त्यसो नगर यसले बड्डा ग्याङसाङ होइन ग्याङसाङ अर्को यो मुरी चाहिँ छैन टाउको धारिहाल्छ म देखाउन गएपछि आफूले चिन्ने हुन्छ उल्टो भयो के उल्टो भयो भने अस्ति त्यो ग्रुप फोटो हाल्दाखेरि सोधिरहेको थियो सन्जय एउटा केटी त्यो के अरे रेड ज्याकेट लाउने कि कोरियन बोय हो र बड्डा बड्डा यार किन नभिज्ने के बड्डा कहिले दिन के घर बड्डा मेरो घर पर्वत सेङ्जा साइड अब यहाँ छ सुदूरपश्चिम के भन्छ है सुदूरपश्चिम के पश्चिम पूर्व पश्चिम उत्तर दक्षिण बड्डा मेरो ब्याग ख यार बड्डा तिमी मेरो रेनकोट चाहिँ होइन ए मलाई ब्याग देऊ यार बड्डा मलाई चाहिँ ग्यारेज जान्नु होला क्या म सिधै जान्छु घर बुझ्यौ बड्डा केटाहरूलाई नभन बड्डा होइन तर म घर सिधै जान्छु केटाहरूले मलाई जान दिँदैन क्या त्यतिकै चाहिँ सबजना केटाहरू जादु बारे हिँडिरहेछ ओ जादु ओ जादु म त यहाँ देख्न अलिक गाह्रै पर्दो रहेछ ओइ ओइ यो राख त दोस्ती दोस्ती मैले त केही देखाएन यार मैले बक्स लगाएको झनै ब्लर बनाइदियो बड्डा बड्डा भनेर केटाहरूले बड्डा मुखैमा झुन्डिसके सबजनाको अब सबैजना ग्यारेज सिधै ड्याङ ड्याङ यस सर हाम्रो चलपल अब रेडी भइसक्यो गाइस चलपल होइन यो त नर्मल हो बिर्सिँदा चलपल त हाम्रो स्कुटरमा पो हो त रेडी होइन र भने टक्क लगाएर अब गइन्छ त गाइस होइन भने
पानीले फाल्यो बखाइ बच्चा के छ बच्चा तिम्रो हल्ली तल्ली त्यो बच्चा कोरियन बच्चाकोमा जाऊँ न कोरियन बच्चालाई तात्न कोरियन बच्चा के छ यार तिम्रो हल्ली तल्ली कोरियन बच्चा हल्कुट हो बच्चा ल बच्चा शिलाजित खानु पऱ्यो बच्चा बच्चा शिलाजित किन खाने र बच्चा त्यो शिलाजित बरु त्यो पाउडर कममा पाउँछ यार बच्चा त्यो सुदूरपश्चिमले बेच्नेवाला शिलाजित राम्रो हुँदैन क्या बच्चा बच्चा अब खै अब शिलाजित खानुपर्छ यार बच्चा हो यार बच्चा